नेचुरल टेस्ट दामी छ ल यम्मी भएछ वाउ हेलो गाइज आज हामी किमुको जुस खाने तयारीमा छौँ सोचे जस्तो सजिलो त हुँदो रहेन रहेछ बुढो र नन्नले रुखमा चढेर पाकेको किम्बु टिप्दै होइसिन्छ हाँगालाई नुगाएर बाँदर शैलीमा पो किम्बु टिपिराखेको छ हेर्नुस् त गाइज बुढो र नन्न लाएर हामीले चाहिँ किम्बु झोला टिप्या छौँ अब यसको चाहिँ हामी के गर्छौँ जुस बनाएर खान्छौँ ल है त गाइज हुँदो रहेछ ल देखाइस त तिन ल एकछिन ए हेर्नुहोस् गाइज किम्बु कस्तो मिठो छ हेर त गएको साल हामीले काफाले यसै गरी टिपेको थियौँ अहिले किम्बु कस्तो फिल भइरहेछ बुढो एकदम रमाइलो भएको छ ल है त आज जुस खान पाइन्छ शीतलता प्राप्त हुन्छ जस्तो लागेको छ किमुलाई भाँडामा खनाएर राम्रोसँग 2-3 पटक पखाले त्यसपछि पानी निखारेर अर्को 2टा प्लेटमा राम्रोसँग खनाए हेर्नुहोस् त कति राम्रो किम्बु हेर्दै खाउ खाउ लाग्नु जस्तो मेरो त मुखै रसाइसक्यो त्यसपछि पखालेको किम्बुलाई मैले बिस्तारै बिस्तारै मिक्सरमा खनाउँदै गएँ है यस्तो राम्रो लागिराखेको थियो अब त्यसपछि मिक्सर अन गरेर रुवाई रुवाई भनेर त्यसलाई मिक्सर बनाएँ मिक्स भइसकेकोलाई चाहिँ मैले चाल्नोमा छानेर त्यसको जुसलाई छुट्याएँ हेर्नुहोस् त कस्तो राम्रो देखिरहेको त्यसको कलर पनि कस्तो दामी छ नि टेस्ट पनि भयङ्कर होला जस्तो छ सबै किमुलाई चाहिँ बनाइसकेपछि मैले जुस तयार बनाएँ त्यो तयार भएको जुसलाई मैले ग्लासमा खनाएँ अब खनाएर सबैजनालाई टेस्ट गराउँछु है त सुरुमा चाहिँ आफ्नो बुढोलाई टेस्ट गराउँछु बुढोले कस्तो रियाक्सन गर्छिन्छ कस्तो रियाक्ट गर्छिन्छ हेर्नुहोस् ल गाइज तर जुस चाहिँ एकदमै मिठो होला जस्तो छ है गाइज वाउ नेचुरल टेस्ट दामी छ बुढो ल थ्याङ्क यू यम्मी भएछ वाउ